आफूले आफूलाई माया पहिलो स्थानमा राख्नु त गलत होइन नि, आफ्नो भलो चिताउनु गलत होइन नि, तर भलो चिताउने र पूर्ति गर्ने क्रममा अपनाउने तरिकाले मात्र त फरक पार्ने हो। त्यसले आफ्नो मात्र गरिराखेको छ र अन्यलाई हानि पुगिराखेको छ कि छैन, अन्यलाई अप्ठ्यारोमा पारिराखेको छ कि छैन भन्ने त्यो सचेत मन छ कि छैन, त्यो मन अलिक फराकिलो छ कि छैन, ताकि म मात्र नभई मेरो माया या मेरो करुणाबाट अन्यको पनि कल्याण होस्, अरूलाई पनि राम्रो होस् भन्ने कामना गर्न सकिया छ कि छैन, त्यो मनमा आफू मात्र अट्या छ कि धेरैजना अट्या छ भन्ने अटाउन सक्यो कि सकेन भन्ने मात्रले प्रश्न हो। झुल्किन्छ है छाया वस्तु